हेलो साथीहरू, अस्ति नै चाहिँ मैले हाम्रो स्ट्रबेरीको बिरुवा रोपेर गएको थिएँ। अहिले त यस्तो भइसकेको छ। एउटा चाहिँ यो कस्तो यो ओइला जस्तो भयो के यार, एउटा चाहिँ। अनि यो पनि राम्रो छ। अनि मैले यो सूर्यमुखीमा पानी हाल्नको लागि चाहिँ एउटा जुगाड लगाएको थियो। अहिले चाहिँ यसमा पानी खिचिसकेको छ। अब म अहिले पानी भरेर फेरि हालिदिन्छु। अनि मैले यहाँ पनि स्ट्रबेरी रोपेको थिएँ। हाम्रो चाहिँ जमिस लामी भइसकेको छ। अनि यहाँ चाहिँ हाम्रो एउटा कागतीको के को कागती जस्तै हो अरे, त्यस्तै कागतीको होला, कागतीको बोर्ड छ। अनि यसको पात टिपेर यस्तो सुँगाउनु पर्छ। यस्तो मिठो वासना आउँछ गाइज। अनि कागतीको बोटको मुनि छ हाम्रो पुदिना। त्यसपछि यहाँ छ हाम्रो ठुलो झ्याङवाला स्ट्रबेरी। मैले त्यहाँ र त्यहाँ पनि त्यही झ्याङबाट लहरा गएर अनि यसरी चाहिँ जरा आउँदो रहेछ लहरा गएर। अनि त्यही जरा भएकोलाई यसरी यहाँबाट यसरी टिपेर लगाएर सार्दै थियो। अहिले सरिसकेको छ। अनि एउटा सानो स्ट्रबेरीको बोट यहाँ पनि छ। अनि मैले अस्ति खरबुजा खाएर दुख्न नहालिकन त्यसको बिरुवा चाहिँ त्यसको बिउ चाहिँ मैले यहाँ ल्याएर रोप्दै थिएँ। अहिले यस्तो भइसकेको छ। यहाँ त यस्तो फुल है, अनि फुल है। अब यहाँ पनि फुल फुलेर नि यत्रो डल्ला भइसकेको छ अब खरबुजा फल्नलाई। अनि यतातिर नि फुल है, यहाँ नि फुल है। अनि यहाँ पनि एउटा सानो डल्लो भइसकेको छ यी खरबुजाको। अनि त्यसपछि उतातिर नि फुल है यी सबै। अनि यतापट्टि पनि फुल है। सबमा खरबुजाको बिरुवा उम्रिन्छ होला। उम्रिन्छ अरे, खरबुजा फल्छ होला ठुलै भएर। अनि अब चाहिँ म यसमा पानी हालेर अब हालिदिनु पर्यो। अब चाहिँ सिधै पानी हालेर यहाँ हालेपछि है त गाइज, सिधै पानी हालेर मैले चाहिँ अब पानी हालिसकेँ। तपाईँहरू पनि अब कतैतिर जानु छ कि त पानी हाल्न झ्याउ लाग्छ भने एउटा बोतल लिएर बोतलमा पानी भरेर यसरी यहाँ कोल्टाएर यसरी यहाँ मुख गाडेर यसको जरा निकालेर मुख राख्नुभयो भने यहाँ पानी गइरहन्छ। अनि एक दुई दिनसम्म पानी हालिरहनै पर्दैन। यसरी पानी गइरहन्छ। यसरी यत्रो एक बोतल पानी कसले सुन्छ। यस्तो त बिस्तारै गएर अब आज र भोलि आनन्द भयो। अब तपाईँहरू पनि यस्तो जुगाड चाहिँ गर्न सक्नुहुन्छ है गाइज। आजको लागि यति नै। बाई बाई। अब अर्को भिडियोमा भेटौँला है गाइजहरू।